त्यो कारको ठुटो तेर्स्याउने दिदी मेरो माने देख्नु भएको छ त्यो एउटा कारको ठुटो यस्तो तेर्स्यायो निचिक्क हाँस्यो त्यो सुँगुरको थुतुन जस्तो पनि होइन कता कता परेर त्यो कता कता खै कता कता भयो खै तेरीमा राइस किलो तँलाई काम गर भने तँलाई गाउँभरिका बच्चा बच्ची लिएर आज मैले जानेछु यो बाटो छोडिदिनु है कति हाँस्या बाटो छोडिदिनु हौ तेरीमा डाका तया गुच्चा खेलेर बसिरहेको छ तेरो काल घरै निसी देखाउँछु मालिक साहब आउनुभएछ मालिक साहब यो के गरे मुढा घाममा राखेको यो मुढा राख्ने ठाउँ यही हो कहाँ राख्ने त भन्नु त ल मेरो टाउका राख यो के गर्छ ल ल ल टाउका माग होला नि त मरिहाल्छु नि म कहाँ राख्ने काममा खालि मुलको तला मात्रै छ मासतिर छैन पुरो खाइरहेको खाइरहेको छ ल एउटा कुर्सी ल्याउ नि त बस्न पर्यो हेर भाइ साहब है ल बस्न राखिस् राखी कतापट्टि हो खै यस्तै खाना खानु भनेको कसरी तानेर लडायो कम्मरे अब म आफै बस्छु बाधा नि त हात भनेको टेक्ने हात तानेर मर्छे मैले भने हजुर मेरो ढाड भाँचेला जस्तो मालिस गर्दै बाबु यता ए साथी त मालिस चाहिँ कुन चाहिँ गरिदिनु भने त नेपाली गर्न नेपाली नेपाली कि चाइनिज चाइनिज अलिक गाह्रो हुन्छ नेपाली गरेर बाबु नभए इन्डियन गरे नि हुन्छ चाइनिज गरिदिन्छु त म चाहिँ चाइनिज यो फेरि गाह्रो हुनेवाला होला नि त हाम्रो प्रभु सहारा